Hi everyone, welcome back to my channel. हामी जाने चाहिँ आमाको डाँडामा हो हेर्दा नि ए क्युटी को अनि हेरि फुलको माथि किराहरू के काज गरे म त खाइदिन्छु क्या मान्छेहरू त वेलकम छ आउनुहोस् हाम्रो होटल मेरो व्हाइट होटल आज चाहिँ हामी जाँदैछौँ काउडाँडा हाइकिङको लागि हो अनि हामीहरू जाँदैछौँ आज चार होइन पाँचजना के अरे वर्षा दिदी म माही अनि मिना दिदी अनि एकजना अझै एउटा ठुलो मान्छे छ नि अहिले म देखाउँछु दिस इज आवर फर्स्ट हाइकिङ है हामी कहिले पनि थाहा छैन अघि नै हिँडेको हो लाइक कति बजीतिर 6 बजीतिर हिँड्यौँ अहिले 15 मिनट त भइसक्यो होला उज्यालो हुँदैछ बिस्तारै अब कति बजी पुगिन्छ थाहा छैन अहिले भेटौँला बाई अनि जाँदैछौँ माही र मिना दिदी अनि सनराइज हुन लाउँदैछ हामी जाने चाहिँ आमाको डाँडामा हो हेर्दा यहीँ छ तर कतिखेर पुगिन्छ थाहा छैन हाई दिदी अनि हाम्रो हाइकिङ गर्न आउँछु भनेर आएको मान्छेहरू त मम्मी माथि चढेर अनि ऊ चाहिँ हो एस्पर्दिका हाई एस्पर्दिका हाई अनि म चाहिँ एस्पर्दिकाको बहिनी हो दुर्वर्दिका कस्तो खान्छ हेर न अहिलेदेखि सोध्नलाई अहिलेदेखि सुरु ट्रेकिङवाला थियो कि यस्तोवाला एकछिन हिँड्न पाएन ल यसपछि क्या लाउनु दिदी म सब थ्याङ्क यू ए कस्तो राम्रो खै यता लाउनु ए क्युटी यता हेर त मोबाइलमा हेर मिना दिदी लाउने एउटा कानमा सिउरे वेलकम बहिनी हिँड्ने भाइ हिँड्न दिदी हिँड्न सकेको थिएँ हामीहरू फुलको माथि हामीहरू अब यस्तै गर्दै हिँडिरहेको कतिखेर पुग्छ ओ सानो मान्छे तपाईँ ठुलो मान्छे हामीलाई आधा घन्टा भनेको छ नि यहाँको अङ्कलहरूले तर यु नो द्याट हामी कतिखेर पुग्छौँ भनेर कस्तो राम्रो हामीलाई चाहिँ कुकुरलाई बोलाउँदैछौँ यहाँ हेर्न जेलियस अघि त नआएको यो कुकुर पछि त आएको त सो यहाँनिर जस्तो राम्रो भ्यू छ कि लाइक भ्यू त होइन फुल कस्तो राम्रो देखेँ अब चाहिँ हामीहरू यहाँ कलर हन्टिङ गेम खेल्ने भनेको छौँ फेरि कुन कलर भन्नु त म सबको पछि लास्टमा हाल्छु उसको वाइट मरुन ओरेन्ज दिदी कुन कलर दिदीको ग्रिन छ त्यही भएर ग्रिन हो तर सरी म येल्लो भन्छु म चाहिँ अब
मेरो दिदीको साथमा कलर हन्ट गर्दै हिँड्छु अब उसको चाहिँ ओरेन्ज कलर हो अनि मेरो चाहिँ आल्लो कलर आल्लो कहाँ गयो आल्लो कलर हो है ओरेन्ज कलर हो उसको चाहिँ रन 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 सो सनराइज हामी एउटा बाटो हिँडिरहेछौँ तर थाहा छैन त्यो बाटो सही हो कि गलत हो हामी उकालो जाने पारामा ओह्रालो गइरहेछौँ अहिले फर्क्यौँ भने वर्षा दिदी सही बाटो हो न हो कि अब यस्तो गरेर माथि पुगिन्छ के खै म त कस्तो ओह्रालो देख्छु सबै ओह्रालो बाटो छ बाटो चढाउनु यो त उता 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 पुग्छ साँच्ची हो यो बाटो हो कि त्यो अङ्कलले भन्थ्यो त जान्छ भनेर सर्टकट अनि तिनीहरू त माथि गयो नि त अनि त्यो मान्छेहरू त दुईजना माथि गयो ए हो हेर त माथि जाने होला नि यो त पुरै यसपछि गएर चढाउने यहाँ त हाइकिङ आएको यत्रो बच्चा मलाई यहाँको कि यस्तो यो पहाडहरू कस्तो मनपर्छ कि यो लाइक यो स्टेप 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 वाला सो यहाँको भ्यू चाहिँ यस्तो छ मलाई यो वाला हो कि स्टेप एकदमै मनपर्ने यो अनि यो चाहिँ हो पोखरा सिटी अनि के भयो भन्दाखेरि चाहिँ अघि भने जस्तै गरेर यहाँनिर बाटो हामी रङ आए जस्तो लाग्यो अनि त्यही भएर हामीहरू फेरि रिटर्न ब्याक हुँदैछौँ कति राम्रो के काज गरेँ म त खाइदिन्छु क्या ओ माई गड रका 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 गायब दिदी आउनु मेरो जादु देखाउँछ हजुरले ल्याउनु न यहाँ बस्नु न यहाँ बस्नु होइन यहाँ बस्नु रोक्नु मलाई घाम खाइदिन्छु कि म कता गयो घाम कस्तो राम्रो हेर्नु नरोक्नु कस्तो राम्रो देख्यो कता गयो ल कस्तो राम्रो देख्यो हेर्नु ओइ साथीहरू तिमीहरू बिहान उठ्नुपर्छ के उठ्यो भने बल्ल यति राम्रो भ्यू देख्छ तिमीहरू अहिलेसम्म सुतिरहेछ तिमी के गरिरहेछौ अहिलेसम्म तिमीहरू अहिलेसम्म सुत्छौ अनि तिमीहरूले केही देख्न पाउँदैन सच अल्छी पिपुलहरू एक दिन उठेर हिँड्नु पर्छ हामी आधा घन्टा भयो अहिलेसम्म त हामी पुगिसक्थ्यौँ होला कि दाइ काउराडा जाने बाटो यो जान्छ जान्छ हो ए हाम्रो डेस्टिनेसन बल्ल थाहा पाएँ दाइले भनेर के दिदीले हामीलाई काउ खोला पुगाउनु रहेछ मेरो साथीहरू चाहिँ आउँदैछ यताबाट नानी छ नि त अनि गाह्रो भइरहेको के अनि म चाहिँ हर्दाइसँग बाटो हामी बिर्सिँदैन नि त अनि त्यही भएर अलिक छिटो आएर यहाँ बसेर हो कतै आउँछ न मिलेर गऱ्यो भयो यार माही आयो कतिहरू आएन हाम्रो हाइक हेर न यत्रो सानो हाइक यसपतिका कति मजाले हिँडिरह्यो पछि मेरो भ्लग हेर है तिमी आन्टीहरूसँग आएको भन ओके हजुर एक्लै हो यहाँ बस्ने आमा एकदम कन्सियस हुनुहुन्छ हामीलाई देखेर मेरी आमा यहाँबाट जाओ त्यो सिँढी निक्ल अनि त्यहाँबाट माथि जाओ पिच बाटो निक्ल अनि पिच बाटै गएर फेरि यता घुम अनि फेरि पिच बाटै जाओ उकालो नजाओ कि यो बच्चालाई गाह्रो बच्चा त हिँड्छ के पिच बाटोमा त हामी यस्तोमा हिँड्दाखेरि चाहिँ लाइक एकदमै त्यो हेल्पफुल मान्छेहरू भेट्नुहुन्छ कि किन है त्यही भएर
होइन मोटिभेसन आउँछ झन् अघि बाटो हराएको थियौँ भने एउटा दाइले हेल्प गर्नुभयो अनि फेरि आमाले आफै बोलाएर पानी खान लगाउनु भयो वर्षा चाहिँ जसलाई पनि बाटो हिँड्यो कति टाइम लाग्छ जोबाट कति टाइम लाग्छ माछाको किराहरू हामी पुग्यौँ काहु धरहरा मलाई त अर्कै होइन यो बादल यस्तो राम्रो आई मिन स्काई यस्तो राम्रो देखियो क्या आई लभ इट let me show you my outfit bye के गर्ने अब बिरार पहिलो खोलाको बाटो नमान्नु डाँडा नफुल्नु माया मनभरि फोन यो जुनी तिम्रै भर हाम्रो स्वर सुनेर नढल्नु होला के खाने खाइ होइन यसो गरिदिनु के खाने खाइदेऊ न राम्रोसँग थ्याङ्क यू थ्याङ्क यू यशोदिका वेलकम भन न हाइकिङ आएको रे बिचरा म अब कहिले आउँदिनँ मोमो सो हामी वर्षातिर हामीहरू बिच बाटोमा छुट्टियौँ हरायौँ अनि हामी चाहिँ सर्टकट बाटोको चक्करमा कता कता आयौँ थाहै छैन अनि हामी सोध्दै सोध्दै हिँड्यौँ माई माथि पुग्यो हामी यस्तो बाटो हिँड्यौँ मम्मी मजाले ओइ पुग्यो हो नि आइएम काहु धरहरा ये सो हामी काहु धरहरा माथि चढेर म भ्यू हेर्छु भनेर सोचेको थिएँ तर के गर्नु चाबी लाएर यस्तै भयो योपालि पनि अब खै एक्स्ट्रा मागिन्छ कि हाल्दैन अनि यहाँबाट ओ माई गॉड लालीगुराँस कति राम्रो ओके लालीगुराँस त डबर चाहिँ अनि यहाँबाट देख्छ हाम्रो हिमाल राम्रो हो कि मेरो आँखा त लालीगुराँसमा मलाई पनि त्यही हो म त हिमाल पनि हेरेको अहिले त म त फर्स्ट टाइम हेरेको के हो लाली हो ल अब हामी यसरी बसेर यो पोजिसनमा बसेर हेर्छौँ ओके केही हुँदैन हामी मान्छे राम्रै छौँ है यो क्यामेरा नराम्रो देखाएको ल अब एकछिन म यहाँ फुल देखाउँछु लुक एट द भ्यू यहाँ चाहिँ हाम्रो लालीगुराँस हामीले तर एक्सपेक्ट गर्दैन लाइक यहाँनिर लालीगुराँसहरू देख्न पाइन्छ भनेर योभन्दा अगाडि आउँदाखेरि त थिएनै है त्यतिखेर पानी परेर मजा आयो है हामी सबैको गेट टुगेदर भइसक्यो हाम्रो दिदीहरूसँग दिदीको लर्निङ फेज छ यो खै कस्तो आयो तर यहाँ केही देखेन जाम जाम यसबादिका म खाजा खान जाने मिठो मिठो जाम मामु 3 hours 3 hours लाग्यो भाइ तर हामी छिटै आएको थियो एकदमै धेरै रेस्ट गर्दै गर्दै आएर होइन यस्तै नै हो नि त तर यतिकै हिँड्नुपर्छ हामीलाई खाजा हात पुऱ्याएर ल यति राम्रोसँग वेलकम गर्छु को आउँदैन माइ जाऊ नमस्ते गर्दै तिम्रो पुर्खाहरू वेलकम छ आउनुहोस् हाम्रो होटल मेरो वाइट होटल जानु सबैजना
चल्यो ल बस हाम्रो खाजा आयो बस तिमी के खाने ल यो तिम्रै हो ल यसबदिकाको स्यान्डविच ये यो नखाऊ यो खाऊ चिया खानु न तिमी कसरी हेरी कि मिठो छ मिठो छ सो अब चाहिँ हामी हिँड्यौँ दिस इज अ मिनी धारा नगेली हैन अब चाहिँ हामीहरू यहाँबाट जान लागेको हो यस्तै छ अनि यतापट्टि यो के हो यो पनि ल्याउ मसँग दिन्छु को सानो हो म छोरीलाई दिन्छु मेरो छोरीलाई यसबदिका सानो हो हो के छोरी तिमी सानो हो हामी ठुलो हो अरे यसबदिकाले भनेको छोराले झर्ने हो ओके यहाँबाट म एउटा भ्यू देखाउँछु है यो चाहिँ मेरो खुट्टा त रोकिँदैन क्या औ किन मेरो खास अस्ति फुटबल खेलेदेखि मेरो खुट्टा अलि दुखिरहेको छ क्या स्टिल पनि त्यो निनिर दुखिरहेको छ अनि खासै राम्रोसँग म हिँड्न सकेँ होइन क्या अचल हाम्रो यसबदिका कति रमाइलो छ क्या यसबदिका सस्तो रमाइलो त उसलाई भइरह ल दौड्यो ए रमाइलो भयो उसलाई ब्रेक लाउनु होला है फेरि जानु होला यो तिनीहरू नाइ ओ त्यसको भिडियो म त्यही बसेर अब यसरी हाइकिङ आएको मान्छे सरी मेरो फर्स्ट टाइम हो ओ माई गॉड डर लाग्यो मलाई कुन कम्पनीको पानी हो ओ यो त भाँचिँदैन नि सो हामी चाहिँ 2 घन्टाको अब कति घन्टा लाग्छ होला हामीलाई होइन 2-3-4 घन्टा कति लाग्छ हामी आयौँ 20 मिनटमा होला 20 मिनट आएन होला 10 मिनटमा ल्याइदिनु भयो सो थ्याङ्कफुल यस्तो बाटो हिँड्दा कति राम्रो राम्रो मान्छे भेट्नुहुन्छ क्या मलाई त्यही भएर मन पर्छ यस्तो हेर्नु यसपछि गएर मेरो कपाल उस्तो उस्तो भएछ क्या हेर नि बङ्ग्रे म तिम्रो साथी हो त्यही भएर कपाल उस्तो उस्तो भएको यसपछि गएर मेरो यता यिनीहरू पिर्दै हिँड्यो लडाइँ गर्दै हिँड्यो अनि आजको हाइकिङ चाहिँ यति नै थियो हाइकिङ भनेको क्या तर आधा बाटोमा आएर हामीलाई लिफ्ट दिनुभयो हामी लिफ्टमा नि आयौँ ओके आजलाई यति नै थियो अनि हामीले बिचमा एउटा गेम खेल्छौँ भने थियो रमाइलो हाम्रो क्याप्चर गर्ने बिर्सेछ ओ माई गॉड यस्तो छ हाम्रो यति नै थियो आजलाई बाई बाई सी यू नेक्स्ट ब्लग